एभ्रीवान आज चाहिँ म तपाईहरुलाई अर्को एउटा क्वेशन लिएर आएको छु जसमा चाहिँ हामीलाई यो भन्दा पहिला क्वेशनमा चाहिँ हामीलाई गामाहरु क्वेशनले दिएको थियो यसमा गामा दिएको छैन अनि त्यसपछि यसमा भनेको सर्ट लोड यसलाई भन्छ माथिदेखि लागेको सर्ट लोडहरु हामीलाई क्वेशनले दिएको छ यसलाई हामीले क्यू भनिन्छ यो क्यू यदि क्वेशनले दिएको छ भने चाहिँ हाम्रो हल्का फरक हुन्छ सो विदाउट डिले लेट्स गो है त यसमा चाहिँ हामीले सर्वप्रथम के गामा निकाल्नु पर्ने भयो गामा ड्राई किनकि यो भन्दा माथि हाम्रो ड्राई सोइल हो नि त सो गामा ड्राई निकाल्दाखेरि जी आरडब्ल्यू अपन 1 प्लस ई हुन्छ जी भनेको 2.65 इन्टु गामा भनेको 9.81 डिवाइडेड 1 प्लस ई भनेको 0.65 गर्दै हाम्रो 15.75 किलो न्यूटन पर मिटर स्क्वायर आयो त र त्यस्तै गरी यो यहाँ त वाटर लेभल छ वाटर लेभल भन्दा मुनि हामीले के निकाल्नु पर्छ भन्दा समर्ज युनिट वेट निकाल्नु पर्छ समर्ज युनिट वेट भनेको जी माइनस 1 अपन गामा डब्ल्यू अपन 1 प्लस ई तपाईले भ्यालु राख्दाखेरि यसको भ्यालु कति आउँदा 9.81 किलोमिटर पर मिटर स्क्वायर चाहिँ यसको भ्यालु आउँछ र हामीले गामा आइसकेपछि हामीले निकाल्ने भनेको प्रेसर निकाल्ने अब लेभल ए मा प्रेसर भनेको तपाईको त्यहाँ प्रेसर कति आउँदै हाम्रो के इन्टु एच इन्टु गामा हो प्लस क्यू हो क्यू इन्टु के यो गर्दाखेरि तपाईको त्यहाँ एच को भ्यालु 0 छ सो 0 प्लस हाम्रो क्यू भनेको भर्टिकल प्रेसर हो नि त यो त तर हामीलाई चाहिँ होरिजोन्टल प्रेसर हो सो हामीले चाहिँ यो 14 लाई के ले मल्टिप्लाई गरेर हामीले यसलाई ल्याटरलमा चेन्ज गर्नुपर्ने छ सो ल्याटरल गर्दाखेरि 14 इन्टु यो भनेको के भ्यालु पनि 5 भ्यालु 30 छ 5 को लागि भ्यालु 30 को लागि जहिले पनि 0.33 हुन्छ तपाईले याद गरिदिनुहुन्छ अथवा निकाल्दा पनि हुन्छ 1 माइनस sin 5 डिवाइडेड 1 प्लस sin 5 गरेर 5 को भ्यालु 30 राख्दाखेरि के को भ्यालु माथि पनि 30 नै हो 5 को भ्यालु पनि तल पनि 5 को भ्यालु 30 हो सो के भ्यालु सेम आयो गर्दाखेरि 0.33 गर्दा हाम्रो आन्सर आयो 4.67 किलो न्यूटन पर मिटर स्क्वायर आयो अनि लेभल ए मा आइसकेपछि हाम्रो लेभल बी मा चाहिँ हाम्रो के निकाल्नु भन्दा प्रेसर निकाल्नु प्रेसर निकाल्दाखेरि हाम्रो कति आउँदाखेरि गामा एच इन्टु के आयो गामा भनेको हाम्रो कति आउँदाखेरि 15.75 गामा गामा यति आयो गामा इन्टु एच भनेको कति आउँदैन हाम्रो गामा एच भनेको कति आउँदैन हाम्रो एच भनेको 3 मिटर गामा चाहिँ आयो गामा इन्टु एच आयो एउटा अनि प्लस हाम्रो माथि पनि छ नि त माथिबाट पनि हाम्रो एउटा 14 लागेको छ नि त सो यो 14 पनि हामीले गर्नु पर्ने भयो एड गर्नुपर्ने भयो 14 गर्दाखेरि हाम्रो के आउँदाखेरि गामा एच आयो इन्टु यसलाई हामीले 0.33 मल्टिप्लाई गरेपछि हाम्रो 20.42 किलो न्यूटन पर मिटर स्क्वायरमा गयो यो गइसकेपछि अनि त्यस पछाडि अर्को हुन्छ हाम्रो जस्ट बिलोमा चाहिँ हाम्रो पी भनेको सेम भयो किनकि हाम्रो 5 भ्यालु तलमा सेम छ सो जस्ट बिलोमा नै हाम्रो 20.42 किलोमिटर पर मिटर स्क्वायर आयो र त्यो चाहिँ हाम्रो एट बेस सी मा चाहिँ एट बेसमा पीसी भनेको गामा एच इन्टु के हो गामा एच इन्टु के प्लस हाम्रो पोर्ट प्रेसर छ सो हामीले यहाँ पनि पोर्ट प्रेसर म्यू भयो द्याट इज गामा भनेको हाम्रो माथि गामा गामा 75 इन्टु 3 गामा प्लस अनि तलको गामा भनेको 9.81 इन्टु 7 प्लस माथिको एउटा पनि छ 14 छ सरचार्ज इन्टु 0.33 इन्टु गामा एच इन्टु यो गर्दा प्लस म्यू भनेको त्यो भन्दाखेरि 9.81 इन्टु 7 यो गर्दा तपाईँको कति आउँदाखेरि 15.75 इन्टु 3 प्लस 9.81 इन्टु 7 प्लस 14 गर्दाखेरि इन्टु 0.33 गर्दा तपाईँको 42.87 आयो प्लस 9.81 इन्टु 7 गर्दा तपाईँको 111.54 111.54 किलो न्यूटन पर मिटर स्क्वायर तपाईँको पीसीको भ्यालु आयो र पीसीको भ्यालु आउने बित्तिकै तपाईँले अब के गर्नु पर्यो भन्दाखेरि हाम्रो प्रेसर डायग्राम गर्नु पर्यो प्रेसर डायग्राम गर्दाखेरि हाम्रो सुरुमा यस्तो ट्याक्क अनि माथिको ए मा यो बी मा यो चाहिँ सी मा चाहिँ हाम्रो प्रेसर डायग्राममा सुरुमा कति भन्दा सर्चार्ज लोड ए मा चाहिँ 4.6 हुन्छ 4.67 यता 4.67 यतापट्टि त्यस पछाडि अनि बी मा चाहिँ हाम्रो 20 हुन्छ हाम्रो यता आयो ट्याक्क यता 20.42 यता आयो र जस्ट बिलो पनि के 20 नै आयो भने हाम्रो सी मा चाहिँ हाम्रो 111 द्याट इज हाम्रो अलि टाढा 111 आयो यो चाहिँ 111.54 आयो र यसलाई मैले यस्तो भर्टिकल ताने र यसलाई मैले यस्तो गरेँ जे तर यसलाई पनि यस्तो गरेँ यो पनि मेरो 4.67 भयो र एउटा फिगर दुईटा फिगर यो तीनटा फिगर र चारवटा फिगरको मैले चाहिँ अब यहाँ मैले एरिया निकाल्नु पर्ने भयो जुन एरिया भनेको तपाईँ के हो प्रेसर है त पी भनेको मैले 1 फिगरको लागि 4.67 इन्टु हाइट भनेको 3 मिटर प्लस बी को लागि 1.2 इन्टु बी इन्टु भनेको 20.42 यो होल 20 बाट यतिवटा चाहिँ मेरो यहाँदेखि यहाँसम्मको आयो द्याट इज 20.42 माइनस 4.67 1 टु बी इन्टु एच द्याट इज इन्टु एच भनेको 3 र प्लस अनि 3 को लागि हाम्रो 3 को लागि चाहिँ मैले 20.42 इन्टु एच भनेको 7 प्लस अनि 4 को लागि 1/2 इन्टु बी इन्टु एच द्याट इज 111 माइनस 20.42 इन्टु एच भनेको 7 यो गर्दा मैले पी को भ्यालु टोटल पी को भ्यालु कति पाएँ भन्दाखेरि हाम्रो टोटल पी को भ्यालु चाहिँ 501.002
किलो न्युटन पर मिटर स्क्वायर चाहिँ मेरो टोटल प्रेसर आयो। यो टोटल प्रेसर आइसकेपछि तपाईँले अब के निकाल्नु पर्छ भन्दाखेरि लोकेसन। यो 501.02 चाहिँ तपाईँको कहाँनिर लाइज गर्यो भने तपाईँले निकाल्नु पर्ने हुन्छ। यसको लागि तपाईँले सिजी चाहिँ तपाईँले सीमा सीमा के अरे सीमा चाहिँ तपाईँले मोमेन्ट लिनुपर्छ। मोमेन्ट लिँदाखेरि अनि एउटा यो P1 ले दिन्छ, अर्को P1 भनेको यो अगाडिको, P2 भनेको यो T1 1/2 80 P2, P3 भनेको यो P4 भनेको यो। यसले चाहिँ तपाईँको यहाँदेखि यहाँसम्मको डिस्टेन्स तपाईँलाई म सायद योभन्दा पहिला भिडियोमा मैले तपाईँलाई सिजी निकाल्न सिकाइसकेको छु र यहाँबाट तपाईँले निकाल्न सक्नुहुन्छ लोकेसन। जस्तै एउटा हेरौँ यता मोमेन्ट एबट सीमा गर्दाखेरि के आयो भन्दाखेरि मोमेन्ट एबट सीमा गर्दा तपाईँको P इन्टु जेड इक्वल टु P1 भनेको चाहिँ 4.67 P1 यसलाई मैले 1 P1 इन्टु Z1 प्लस P2 इन्टु Z2 प्लस P3 इन्टु Z3 प्लस P4 इन्टु Z4 वाला यहाँ मेरो आयो जेडको भ्यालु आउँछ। यो चाहिँ तपाईँले आफै गर्न सक्नुहुन्छ। ल आजको लागि यति नै। योभन्दा पछाडि म तपाईँलाई अर्को एउटा सोइल क्लासिफिकेसन भन्ने च्याप्टर लिएर आउनेछु। त्यति बेलासम्मको लागि गुड बाई, टेक केयर।